आज चाहिँ मैले चाउमिन बनाउन लगाएको फर्स्ट टाइम हो। अनि यसपछि त्यो बन्दा प्याज गाजर अनि चना उसिनेर फ्राई गरेर राखेँ पहिले। अनि त्यसपछि चाउमिन बोइल गरेर तेल लाएर राखेँ। अनि यति राम्रो हुँदैछ, खासै राम्रो त बनाउन आउँदैन मलाई। अनि चना फ्राई गरेर झिक्याएँ। अनि बन्दा प्याज गाजर टमाटर चाहिँ हाल्छन् कि हाल्दैनन् मलाई थाहा छैन, त्यही पनि मैले हालेँ। अनि त्यसपछि थोरै तेल राखेर तेल तात्यो, त्यसपछि हालेँ प्याज हालेपछि यसलाई मजासँगले फ्राई गरेँ। अनि यो फ्राई गरेपछि मजाले फ्राई गरेपछि मैले त्यसपछि गर्दै गएँ फ्राई गर्दै गएँ हुँदै गयो। अनि त्यसपछि बन्दा मिक्स गरी बन्दा गाजर अनि फेरि चलाउँछु एकछिन मजासँगले चलाएँ मजासँगले चलाएँ। अनि यो रातो हुन्छ। त्यसपछि फर्स्ट टाइम हो है मैले चाउमिन बनाएको, त खासै मलाई आउँदैन। अनि चलाएँ त्यसपछि रातो बढ्न पारेँ मैले, हुँदै गयो। त्यसपछि रातो पारेपछि चाहिँ एकातिर म बुट्दैछु अनि एकातिर भुटेँ। अनि त्यसपछि मैले त्यसमा नुन बेसार नुन थपेको नपुग्ला कि भनेर अनि त्यसलाई फेरि चलाएँ त्यसलाई चलाएर रातो हुन भयो। रातो भएपछि त्यसपछि हुँदैछ रातो हुँदैपछि मैले हाल्दै गएँ। अनि चनालाई अलिकति मिक्स गर्छु चनालाई। अनि त्यसपछि चाउमिन भइहाल्यो। चाउमिन चाहिँ पहिले नै बोइल गरेर रेडी भइसकेको छ यसमा। अनि टमाटरलाई चाहिँ काटेर मैले मात्रै खासै टमाटर हाल्छु कि हाल्दैन त्यो चाहिँ मलाई थाहा भएन, त्यही पनि मैले मिक्स गरेँ मिठो हुन्छ भनेर, त्यही पनि खासै थाहा छैन। मिक्स गरेँ फ्राई गर्दैछु। तरकारी पकाए जस्तै भएको छ हुन चाहिँ, तर खासै आउँदैन। तर मिठो चाहिँ मिठो यम्मी भएको थियो है। अनि फ्राई चना बोइल गरेर चाउमिन रेडी थियो। अनि त्यसपछि चना फ्राई हालेँ, टमाटर हालेँ, प्याज सबै हालेर हुँदै गयो। चाउमिन मिक्स गरेपछि चाहिँ यो चाहिँ नपिरो है, यो चाहिँ आमालाई र बाबुलाई नपिरो खालको झिक्दिएको। आमाहरू पिरो खान खासै सक्नुहुन्न, बुढाबुढी मान्छे हुनुहुन्छ। अनि बाले चाहिँ बाहिरको चिज खासै खानुहुन्न। अनि हाम्रो आमाले चाहिँ चाउमिन बनाएको चाहिँ खानुहुन्छ, बाले चाहिँ खानुहुन्न नि त, चाउमिन मन पराउनुहुन्न पहिलेदेखिको नै। अनि त्यही भएर चाउमिन त्यसरी रेडी हुँदैछ। अनि यो चाउमिन रेडी भएपछि लगभग मैले आमालाई र बाबुलाई दिनलाई रेडी गरेँ। अनि यो आमा बाठा लगेर आमालाई दिनलाई रेडी गरेँ। यो चाहिँ आमालाई रेडी भयो। कस्तो हुन्छ आमाको स्वाद टेस्ट, त्यो आमालाई पनि थाहा थिएन अहिलेसम्म, फर्स्ट टाइम आमालाई खान लागेको फर्स्ट टाइम। आमाले भन्दै हुनुहुन्छ मिठो भन्दै हुनुहुन्छ। अनि आमालाई चाहिँ चाउमिन खानुहुन्छ, बाले चाहिँ खानुहुन्न नि त। बाले त यस्तो चाउमिन अहिलेसम्म खानु भएको छैन, अनि खानु नि हुन्न। अनि आमालाई चाहिँ कस्तो खान मन लाग्यो भनेर आज ल आमाको इच्छा पनि पुरा गरिदिउँ न भनेर रेडी भयो। अनि त्यसपछि यताको आमालाई बाबुलाई भइहाल्यो। ल यति नै हो मेरो आजको चाउमिन बनाएको।